म किसानको छोरो कहिलेकाहीँ सोच्छु कि मेरो बाउले खेतमा 1 किलो गहुँ गोडेर 100 किलो गहुँ उब्जाउनुहुन्छ। त्यही पनि मेरो बुवा कर्जदार हुनुहुन्छ, लोनमा डुबेको हुनुहुन्छ। हामी धनी बन्न सकेनौँ। तर त्यही 1 किलो गहुँबाट 950 ग्राम दलिया बनाउने अमिर छन्, साउ छन्। त्यो कसरी हुन सक्यो त? किनकि मसँग मेरो गहुँको रेट तोक्ने अधिकार छैन र उसले त्यो दलियाको आफ्नो मनले जति लाग्छ रेट तोक्छ। के तपाईहरु लाग्छ त सिस्टममा खराबी छ? हैन र? सिस्टममै खराबी हो। सरकारले किसानलाई नहेरेकै हो। किसानको नाममा यो भोट उठाउनेहरूलाई चिन्नु अब जरुरी छ है। किसान दाजुभाइहरू, किसानको नाममा भोट उठाउनेहरूलाई चिन्नु एकदमै जरुरी छ। अब भोट बदलो र आफ्नो प्रोडक्टको आफ्नो रेट आफ्नो तरिकाले तय गर्ने वातावरण बनाऊ। धन्यवाद।